गाइजहरु एउटा मान्छे कहिले 4-5 वटा भएको देख्नु भएको छ यहाँ हेर्नुस् ल जताततै मै के अब आम्मा उ जताततै मै Dami. Hey, koi bati bala केटाकेटी हो के छ युट्युब फ्यामिली मेम्बर के छ हजुर तपाईहरुलाई नै सोधेको हो के छ म एकदम बबाल छु बिन्दास छु हैन ह्यान्डसम छु राम्रै छु अहिले सम्म चलिरहेछ आशा छ तपाईहरु पनि सन्चै हुनुहुन्छ राम्रै हुनुहुन्छ होला न्यू डे न्यू भ्लग्स सुरु भइसकेको छ सो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ सब्स्क्राइब गर्नुपर्ने हुन्छ है त म चाहिँ आज कहाँ घुम्न जाँदै छु भने हैन एउटा नयाँ ठाउँ हन्ट हाने रहेछ हाम्रो प्रकाश आलेले अब प्रकाश आलेसँगै हाम्रो मिका बहिनी टक्क आउनु भने छ कुरिरहेछ अघि नै देखि है सो सिटी सेन्टर हो लोकेसन चाहिँ अहिले म जाने लागेको चाहिँ सो बाँकी चाहिँ त्यतै गएर तपाईहरुलाई देखाउने छु युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त म यहाँ आइसके सिटी सेन्टरमा अब यो केटाकेटीहरु कहाँ छ होला त घाम लागिरहेछ राम्रै छ अहिले चाहिँ यतैपट्टि छ जस्तो लागेको थियो मैले त्यो द गेट मल भन्ने एकचोटि फोन गर्नु पर्यो है त गाइज फोन गर्नुपर्ने हुन्छ च्याक्क लाएर केटाकेटीहरु कता बसिरह्यो फोन गर्छ है त गाइज प्रकाश भाइ र मिक्का बहिनी कहाँ रहेछ भनेर अब फोन जाँदै हजुर दिदी हो खोइ कहाँ हो तिमीहरु खोइ यो ठ्याक्कै हामी त द गेट मल छैन द गेट मल भनेको त यो टावर साइडमा हो क्या तपाई त्यो ठ्याक्क यो मेट्रोबाट यस्तो सिधा हेर्नु त रोड पारी ए द गेट मल देखे हो त्यही आउनु कहाँबाट क्रस गर्ने हो त्यहाँ त उयो त यो सिटी सेन्टरको उयो छैन त्यो साइडमा उयो छ नि त्यता जेब्रा क्रसिङ छ हो त्यहाँबाट ल हामी त्यही साइडमा छौँ लौ हामी अब त्यतै लम के त्यसो भए पल्लोपट्टि रहेछ कि मेगा मार्टमा रहेछ हजुर ल द मल पारिपट्टि रहेछ नि त यहाँ रहेछ है अब त्यहाँ जानलाई त यहाँ माथि पुग्नु पर्ने हुन्छ जस्तो लाग्यो है मैले चाहिँ अब यहाँबाट नागेर जाने कुरा नि भएन सो दोहाको बडा सहर देख्न सक्नुहुनेछ तपाईहरु अब म यहाँबाट पारिपट्टि यहाँ मेगा मार्ट रहेछ त्यहाँ रहेछ केटाकेटीहरु दुईजना केटाकेटी भन्नाले भाइ बहिनी हो अब भाइ र बहिनीको आज पैसा चिलाएको रे मलाई घुम्न बोलाएको म ड्युटी गरेर आएको मान्छे निन्द्रा नि पुगेको छैन निन्द्रा नि लागिरहेछ कि यो चाहिँ सिटी सेन्टर एरियाको बिल्डिङहरु हो अनि म चाहिँ टुकुर गरेर हिँड्दैछु केटाकेटीहरु चाहिँ पारिपट्टि छ म चाहिँ पारिपट्टि जानुपर्ने हुन्छ द गेट मल चाहिँ उतापट्टि रहेछ सो म चाहिँ उता अगाडिको सिग्नलबाट चाहिँ टक्क रोड क्रस गरेर पारिपट्टि जानुपर्ने हुन्छ है त यो चाहिँ सिटी सेन्टर एरियामा रहेको ठुल्ठुलो बिल्डिङहरु यो एरियामा आउँदा चाहिँ लाइक विदेशमै छु टाइपको फिल हुन्छ हैन किनकि यहाँ अग्लो
एकदमै अग्लो अग्लो बिल्डिङहरू यही एरियामा छ सिटी सेन्टर एरिया हो यो मोटे मोटे ल अब यहाँबाट टक्क रोड क्रस गरेर पारिपट्टि जानुपर्ने हुन्छ है त वेलकम छ जे के छ 1.5 घण्टाको ओ यो वेटिङ मलाई कुरिरहेको ड्युटी गरेर आयो मान्छेलाई जेलाई 1.5 घण्टापछि वेटिङ गरेको हामीले म त 2 जना भर्खर आइपुगिरहेको छ निन्द्रामै आएको यहाँ 2 जनाको इन्भाइटमा आइदिएको आज यहाँ गाह्रो छ यो त नयाँ न्यू भ्लगर अन टाउन है गाइज न्यू भ्लगर अन टाउन है गाइज के चाहिँ बोल्दो रहेछ यो मान्छेले यो हन्ट चाहिँ उसले गरे होला हैन ए त्यहाँ यताबाट निस्किनु मिल्ने रहेछ त होइन कि यहाँबाट यता पारी निस्किनु मिल्दो रहेछ त मेट्रोबाट यहाँ बाटो यस्तो मान्छे त छ अनि यहीँ भित्र हो अरे होइन अहिले लोकेसन हन्ट हाने चाहिँ यो मान्छेले हेरौँ है के रहेछ छैन रहेछ भने यो मान्छेले धोपी हान्नु यो भिडियो चाहिँ मैले हाल्नुपर्ने हुन्छ अहिले युट्युबमा भन्न नमिल्ने टिकटकमा यही हो ग्लोबल अट्र्याक्सन इन्टरटेनमेन्ट म्युजियम इल्युजन हो अरे अब यो लोकेसन हन्टर यहाँ अगाडि छ अब म यहाँ छु अनि मिका यहाँ छ के यहाँ हो टिकट्स अब यहाँ टिकट हन्टिङ हान्नुपर्ने हुन्छ हेलो Tickets? Yeah. All of you together? Yeah, 3. 240. कति 40 रे यो सब लास्ट टाइम हिसाब गरेर यो मान्छेले तिर्छ यो मान्छेले तिरेन भने मेरै हो यो कार्ड किन टेन्सन लिएर क्या भन्नु धन्यवाद Can you please sign one name here? सबभन्दा पढाइ लेखाइ भएको अब प्रकाशै हो लेख स्कुल जाऊ भन्नु लेख्दैछ केटाले मोबाइल नम्बर ऊ बेलामा पढ भन्दा नमान्ने अहिले आएर गाह्रो परिरहेको छ मलाई टिकट चाहिँ तिमी राख हो अब यहाँ हेर्नु के भइरहेछ त यो के हो What to see here? What to do? The following eye is an optional illusion in perspective holoconcave eyes. Normal eyes, if you stare at them, it will walk left and right way. It's like Mona Lisa. Video ma? It's only in video or? But I don't know you what to do is to art facing. यो चाहिँ पुरा हिँड्दो रहेछ The circle in the middle of the pictures looks though floating. अब यहाँ अब यो के हो यो फ्लोटिङ हाने जस्तो देख्दो रहेछ है ल पुरै त्यो यस्तो रहेछ नि त This one यो चाहिँ हिँड्दा रहेछ
मेन ठाउँमै हन्टिङ जाने हो यो छ यो चाहिँ घुमेको जस्तो देख्छ सबैजनाले घुमेन भने प्रकाशलाई घुमाइदिने घुमेन भने प्रकाशलाई नै घुमाइदिने हामी कहाँ घुमेन भने अब प्रकाशलाई घुमाइदिने हो देख्छ हैन एकछिन हेरिराख्नु अनि यो कालो कोठी हो कालो कोठी वाट डु ट्राई स्टेयरिङ एट द ब्याक यस्तो गरेपछि नाकले 30 सेकेन्डसम्मलाई त्यहाँ हेर्ने अरे अनि त्यहाँदेखि मेन दे आर वेरी गुड थिङ्स यो समाउँदा त यहाँ बोलाला के यो भनेको चाहिँ यस्तो हो क्या के हुँदैन त्यो यस्तो हो क्या खै बच्चाहरूको भाड बच्चाहरूको भाँडाकुटी खेल्ने ठाउँ जस्तो छ अब 2 जना भाँडाकुटी खेल्न ल्याएको छ मैले ओ यहाँ यस्तो रहेछ नि अहिले खिचौँला फोटोसुट रहेछ यहाँ मान्छे देख्दो रहेछ है मान्छे देखिरहेछ नि यहाँ थोरै यो चाहिँ के हो इल्युजन क्रिएट गर्छ अरे अब फोटो खिच्ने हो मिका ऊ त्यहाँ ऊ म एक्लै हुँदैन यहाँ खिच्ने हो कि यी अब यहाँ अब टक्क बस्ने हो यहाँ इल्युजन यतापट्टि तर कसरी बनाउने यसलाई इल्युजन यो त यस्तो तलपट्टि बसिया रहेछ यो त साइडमा चाहिँ बसिया देख्नु पर्यो हामी अब यसरी नो नट येट वाह रियल देख्दो रहेछ त यो त अब यो यसरी हेर्दा चाहिँ लाइक बस्या जस्तो देख्दो रहेछ नर्मली हैन तर इल्युजन क्रिएट गरेछ कि यो माथि छ यी पुरै अब यो लाइक यहाँ बस्न नमिल्ने यहाँ बस्नुपर्ने टाइपको देखिनु पर्यो है यो भिडियोमा अब यो कसरी क्रिएट गर्ने त अब खै लाइक यहाँ यसरी बस्यो भने चाहिँ हुने रहेछ केटाकेटी हो अब यहाँ खै यो गावा सावा खाएर जानु पुरै उल्टो छ उल्टो होइन यस्तरी चाहिँ बस्ने टाइपको देख्ने रहेछ कि लाइक त्यो देखिनलाई कसरी बस्नुपर्छ तिमी हात देखिरहेछ फोटो देखिरहेको रहेछ यता प्यारोट्स बाघ बाघ 3D वाला बाघ रे के अब यो खै के हो यो पुरै उता जस्तो खै यता के हो यो म त मिका यता होला भन् ठानिरहने के हो आज खाला जस्तो छ भयो प्रकाशे त यो के हो यो फेरि के हो यो गाइस कमेन्ट हानौँ त को आउनु भएको छ यहाँ टक्क कमेन्ट हानिदिनु पर्ने हुन्छ यहाँ नयाँ हन्टिङ हाने अरे खै के हाने केटाकेटीहरूले के विधि ह्यान्डसम देखा हो यो पछाडिको मान्छे यो हो यो लाइक यो के हो यो पनि इल्युजनै रहेछ होइन गाइज
लाइक यस्तो देखिँदो रहेछ यहाँ चाहिँ इल्युजन पुरै त्यो लाइक कस्तो भन्नु अब यो खै के हो यो हैन गाइज एउटा माथि एउटा तल बस्या टाइपको देख्ने रहेछ लाइक यस्तो हैन पुरै त्यो ढल्किरा बक्स भित्र छिरिरा जस्तो देखिरहेछ हैन यो भित्रको नजारा यो भयो अब खै के हो पैसा सिध्याउने मात्रै त अनि छिटाउनु बच्चाहरू जस्तो यहाँ पुरै दामी ए खै बत्ती बाला केटाकेटी हो छैन त्यो इल्युजन मात्रै त अनि अलिअलि त फिल गराउनु पर्यो नि त ल अलिअलि फिल चाहिँ गर्नुपर्ने हुन्छ ल यस्तो दामी रहेछ नि त खासमा यताबाट यो मिरर देखाएको रहेछ यो मिरर रहेछ गाइज अनि मिररबाट यो माथिको ट्रान्जेक्सन के यो घुमेको टाइपको अनि यो पुरा मुभ हुने रहेछ कि पुरै यहाँ दिमाग घुम्या जस्तो देखाइरहेछ तर केही भएको छैन हिँडम तर्से म त यहाँ आमा बन्द भयो अहिले चाहिँ ए यो पर्दा जस्तो रहेछ यही घुम्या रहेछ कि केही त देख्दैन रहेछ गाइजहरू एउटा मान्छे कहिले 4-5 वटा भएको देख्नु भएको छ यहाँ हेर्नुहोस् ल जताततै मै के अब आम्मा हु जताततै मै यो अरू के होइन पैसा सिध्याउने ठाउँ हो गाइज अलि सोचेर आउनु होला अलि सोच विचार गरेर आउनु होला है गाइज हेलो तास खेल नि त आले प्रकाश आले एकचोटि त्यहाँ बस्छ तास खेल आम्मा के हो 4 दाजुभाइ मिलेर ल हेर नि कतिजना देख्दो रहेछ भाडा त भाडा 5 बाँड्दै 2 4 5 जना 2 4 6 जना रहेछ 3 4 5 6 जना 1 2 3 4 5 6 दाजुभाइ मिलेर यहाँ पुरै तास खेल्दैछ है ल है त गाइस अब तास हेर्नुपर्ने छ सबैजनाले हेरौँ ओ हेर न केटा हो किन तास हेर्नै भयो यताको के भएको यो भाइ के भएको हेर तास हेर भनेको मलाई जिस्काएर बसिरहेको छ यार ठिक छैन क्या भिडियो खिच्ने मान्छे कतिजना हो ल भयो यताको भयो यो के हो यो के हो यो त अघिकै ठाउँ हो त अनि यो के हो यो गाइज अब यता छ नि यता नि इल्युजन फोटो छ बच्चाहरूको अब यो के हो
यसै पुरै त्यो तिर्मिर हुँदो रहेछ हेरिराख्दाखेरि त्यो नसक्ने So while you're taking a picture, make sure it's like it's stable. The body is के हो अनि टाउको सौको मात्रै छ त केटो गाह्रो छ ज्यान छैन त एउटा टिकटक बनाइहाल टाउको खोइ टाउको Are you a famous blogger in your country? लिटिल बिट दो A little bit? Yeah. A million you have followers. I do have 16K 16K 16,000. yeah. लगाइ अब यताभित्र नि जानुपर्ने कहाँको भित्र हो फेरि कहाँ छ यहाँ 1 2 3 ओ जन्नत जन्नत हो जन्नत तो इधर है निका यहाँ रहेछ नि त मेन त ऊ जन्नत इधर है ल गाइस जब म यहाँ अब कस्तो ठाउँमा आएको छु भने आमा बाफ रे जन्नतै जन्नत दाजुभाइको ल यहाँ के भन्छ अब क्रिसमस सक्यो फेरि पनि मेरी क्रिसमस Merry Christmas. क्रिसमस सक्यो फेरि पनि मेरी क्रिसमस माथिको पनि लुक्स हेर लगाइ एकछिनमा यस्तरी खिच्नु पर्ने रहेछ खासमा यस्तो गरेर फोटोसुट हाल्नु एउटा भिडियो यस्तो अब यो हाम्रो भिडियो हेरेर सबैजना आउनुपर्ने हुन्छ पैसा चाहिँ अलि महँगै छ केटाकेटी हो महँगो त अनि ठिकै छ त त्यति कति काटेको रे अन्त 140 200 आमा 200 भएको भए त म बे गरिदिन्थेँ टिकटक बनाउनु पर्ने रे निकालाई हामी चाहिँ अब टिकटक बनाउँछौँ साथीहरू अब टिकटक बनाउनु पर्ने हुन्छ यो प्रकाशले हावा ठाउँ देख्दो रहेछ यार सक्यो यति हो प्रकाश यति हो चोदे नि ना यार चोदे चाहिँ खेल्ने आइन्दालाई यार सुनिन मलाई भत्तिका दिदी लुङ भयो यो के हो यो ए यहाँ यस्तो रहेछ नि त गाइस यहाँ चाहिँ यस्तो बनाउनु रहेछ स्याडो बनाउनु रहेछ यो केही न केही ताइनाको त्यही हातमा लाग्यो दुई केही छैन गाइज केही छैन पैसा मात्रै खेरो अब के नै होला भनेर टन्नै होला भने ठानेर आएको तर केही छैन यहाँ यस्तो होइन यो एउटा ठाउँ रहेछ अनि यो अलिकति हो कि भन्ने टाइपको छ तर केही होइन यो पनि यो ताइने त्यही खै यति हो ल यतापट्टि ऐना राखेको छ त्यही देखाएको छ रिफ्लेक्ट अनि यता अनि त्यो मान्छेलाई यसो झुक्याउनलाई यो हिँडिरहेको छैन अरू केही पनि गाइस यति हो यताको रमाइलो छिर्यो होइन अब यता अब के हो यो यता के हो यो पुरै इनार खन्या जस्तो देखिरहेछ गाइस हेरौँ त के हो मा ल है त यो चाहिँ यहाँ पुरै त्यो इनार खन्या जस्तै देखिरहेको रहेछ है फुल इनार अनि यतापट्टि के हो यो लौ 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 के गर्नलाई बाफ रे ल गाइजहरू अब म यहाँ हामी 4 जना बसेर टक्क अब 4 जना मात्रै होइनौ हामी यहाँ धेरैजना छौँ नपत्या हेर्न सक्नुहुन्छ म एकजना ऊ त्यहाँ अर्को भाइ छ यता अर्को छ यता अर्को छ यता म छ अब यहाँ तास खेल्नु पर्ला जस्तो छ है टक्क मिलेर